हेलो गाइस, आज चाहिँ म फर्सीको अस्तिको रेसिपी चाहिँ मैले फर्सी काटेको दिएको थिएँ। आज चाहिँ म फर्सी र दहीसँग माम खाँदै गरेको चाहिँ मुकबाङ चाहिँ होइन, हल्का मुकबाङ जस्तै भनौँ न, फर्सी र दहीको रेसिपीसँग। ल हेर्दै गर्नुहोस् होला, मुख पुरा थुकाइसक्यो। हेर्दै गर्नुहोस् होला, म खाएको दस सिलगढीदेखि आएको कि दही चाहिँ एकदम टेस्टी हुन्छ। हेर्नुहोस् फर्सी, यो पनि सिलगढीको मधेसी फर्सी हो। खाएस् ल। सलाद पनि छ साँच्चै अचारै। एकदमै मिठो लाग्छ मलाई चाहिँ गाइस। यदि तपाईँहरूले पनि खानु भएको छैन भने चाहिँ खानुहोस्। पिरो भएछ अचार, एकखेप टेस्ट गर्नुहोस्। अन्त मलाई यो इनबक्समा चाहिँ कमेन्ट गर्नुहोस् है ल, नबिर्सिकन। गाइस पिरो अति मिठो दही चाहिँ। एउटा कुरा कि मैले यो फर्सी चाहिँ हिजो आधी राखेको थिएँ नि त। हिजो आधी चाहिँ चिकनसँग खाएको थिएँ। चिकनसँग पनि असाध्यै मिल्ने रहेछ हो। मैले चाहिँ हिजो फर्स्ट टाइम बनाएर खाएको, एकदम मिठो क्या, स्वाद। ट्राई गर्नु होला तपाईँहरू पनि। रनिङ रहेछ अब फेरि। ए पो छ यो सिस्टम त, एक्लै हो। दामी। खाना एकदम टन्न भयो। भेट्दै गरौँ नेक्स्ट हकमा।